अब यसले मलाई नछोड्ने भइहाल्यो बस भनेको मान्दैन है बस 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 बाई बाई म गएको है ल बस्दै गर म कहाँ पुग्ने अनि त मसँग गएर कहाँ हुन्छ र तिमी हैन ल ल ल ल ल हेर्न नलाई नछोडे ए टेरिका ओहो यार फुटाइदिन्छ क्या हो यार झन्नै फुटाइदिएको यार आमा ओइ 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 के हो ओइ कहाँ उफारिदियो यार आया ओइ ओइ के हो ढुङ्गा त यार हेलो साथीहरू गुड मर्निङ सम्पूर्ण साथीहरूलाई एकदमै गुड मर्निङ भन्न चाहन्छु र आज बिहान बिहानै म एउटा न्यू भिडियो बनाउन गइरहेको छु र आज चाहिँ म कुन बाटो जान्छु भनेदेखि तपाईँको यो गोलन्जोर 4 को सान्नेको बाटो जाँदैछु हैन अनि त्यहाँ चाहिँ म किन जाँदैछु भन्दाखेरि त्यहाँ मेरो एउटा अङ्कलको चाहिँ त्यहाँ एउटा सानो कागजातहरू मिलाउनु पर्ने रे अनि त्यस कारणले म त्यो बाटो जाँदैछु र अब हिजो पनि भर्खर सिन्देलबाट आएको हैन अनि फेरि आज फेरि अर्को राइड परिहाल्यो हैन अनि त्यसपछि त्यो बाटो जाँदैछु कस्तो छ हैन बाटो एकदमै अप्ठ्यारो होला सायद अब जस्तो हुन्छ हैन एकदमै अफरोडको बाटो एकदमै सामना गर्नेछु र त्यो बाटो हामी जाँदैछु र कस्तो हुन्छ के हुन्छ सबै कुरो भिडियोमा देख्न सक्नुहुन्छ र आज बिहान बिहानै म यो बाटो चाहिँ जाँदैछु र मैले पनि खाजा खाएर हिँडेको अब खानासाना उतै खम्ला हैन त्यहाँ अङ्कल आएर बस्नु भएको अरे त्यहाँ रिसिभ गरेर सबै कागजात मिलाएर फेरि म फर्किनु पर्ने हुन्छ बेलुका हैन ल साथीहरू म चाहिँ घरबाट लागिसकेँ हैन मैले अघि नै भिडियो बनाएको थिएँ हैन त्यो चाहिँ मेरो ओरिएन्टलमा परेछ क्या ठाडो बनाएर हिजो मैले भिडियो गरेको थिएँ अनि त्यसमै बसिरहेको रहेछ क्या सेटिङै मिलाएर हिँड्छ मैले हैन त्यही भएर चाहिँ फेरि मैले सेटिङ मिलाएर फेरि गरेको छु है ल हेर्नु न मेरो कुकुर क्या यो ज्याक छ हैन मलाई एकदमै पछ्याउँछ ज्याक ओहो बस बस नजा बस मसँग जाने आमा हेर्नु त मलाई यस्तो पछ्याइराख क्या के हो ल बस बस त बस है बाई 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 ल त्यसलाई बाई बाई गरेर म हिँडिसकेँ है हाम्रो कुकुर यार मान्छे आफन्त मान्छे भनेपछि कुकुरले पनि कस्तो चिन्छ क्या सबैभन्दा धेरै चिन्ने नै कुकुरले होला क्या पुरै होइन कुन आफ्नो कुन अर्काको सबै चिन्छ क्या अब सबै कुरो थाहा हुन्छ नि त को मान्छे कहाँ जान्छ को मान्छेले माया गर्छ को मान्छेले खानेकुरा दिन्छ सबै कुकुरले ए टु जेड थाहा हुन्छ अरे त्यो भएर चाहिँ मलाई एकदमै पछ्याउँछ है आएछ यार ल अब यसले मलाई नछोड्ने भइहाल्यो बस भनेको मान्दैन है बस 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 बाई बाई म गएको है ल बस्दै गर म कहाँ पुग्ने अनि त मसँग गएर कहाँ हुन्छ र तिमी होइन ल ल ल ल ल हेर्न नलाई नछोडे कुकुरले मलाई आज नछोड्ने भयो यार हाम्रो यो ज्याकले बस 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 बाई 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 ल मलाई पछि लागेको छ हौ पछि लागेको छ ल ल ल ल अझै छोडेन यार मलाई ल बस भनेको मान्दैन मसँग जाने म त धेरै टाढा जान्छु नि अनि कहाँ मसँग गएर हुन्छ बाई बाई हिँडेको बाई 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 मलाई पछ्यायो यार मलाई पछ्यायो यार ल म चाहिँ अब हिँडेको है साथीहरू गोलटारतर्फ त्यहाँ एउटा अङ्कलको कागजात मिलाउनु पर्ने भनेर हिँडेको है म हिजो भर्खर फेरि आउन त सिन्देलबाट आएको फेरि आज यता जानु परिहाल्ने भयो के गोलटारतर्फ है त्यहाँ एउटा अङ्कलले चाहिँ कानहरू केही सुन्नुहुन्न नि त उहाँलाई धेरै गाह्रो छ अलिकता अपाङ्ग त भनौँ न त्यो कागजहरू चाहिँ मिलाउनु पर्ने आउनु भनेर भन्दै थियो त्यो भएर चाहिँ म जाँदैछु आज यहाँ ल मान्छेहरू टन्नै छ त हो ल ल ल ल ल ल ल लाग्यो है लाग्यो ल आलेगाउँबाट अनि यहाँ म लागिसकेको छौँ है अब त्यहाँ गएर अङ्कललाई भेट्छु होइन कागजातहरू सबै कुरो मिलाउँछु त्यसपछि चाहिँ फेरि म रिटर्न ब्याक हुनुपर्ने छ घरतर्फ है ल ल ल ल ल ल ल के हो यसलाई मलाई नछोड्ने भयो यार ज्याकले मलाई आज नछोड्ने भइहाल्यो बस ज्याक बक कहाँ मसँग गएर हुन्छ तिमी थाकिसक्यौ हिँड्दा हिँड्दा हेर ल बस ज्याक बस
बस म जान्छु हेर पुरै मसँग कुद्दा कुद्दा पुरै ह्याकेर थाकिसक्यो अघि लागेको छ यार अब यो कहाँसम्म पुग्ने हो बस है बस आज मलाई यार कति पछ्या छ यो कुकुरले ल तिमी कहाँसम्म जान्छौ ल हेर बोल्ने पनि होइन ल म गएको तिमी बस बाई 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 ल अब चाहिँ म हिँडेँ है मलाई ज्याकले पछ्याएर उल्का बनायो हेर तर यो उता उहाँ कहाँसम्म पुग्छ त्यहाँबाट फर्किन्छ होला सायद होइन मसँग गएर के साथी म कहाँ जान्छौँ होइन म धेरै टाढा जान्छौँ नि त त्यही भएर र अब चाहिँ म यो बाटो मैले भिडियो अस्ति नै बनाइसकेको छु अब म अलि पर गएर अर्कै ठाउँबाट फेरि सुट आउट गर्ने छु है त्यही भएर चाहिँ एकदमै ल ल ल बाटो यस्तो छ है यतातिरको हेर्नु त खाल्टाखुल्टी ल मलाई ज्याकले पछ्याएर हैरान बनायो यार आज मलाई कहिले पछि ल अझै आउँदैछ यार ल यसले त मलाई नछोड्ने भयो के गर्ने ल हेर वहाँदेखि पछ्याएर मलाई यहाँसम्म आइसक्यो अब यसले मलाई नछोड्ने भयो तिमी बस क्या आमा थाकेर हेर पुरै कस्तो माया गरेको के मलाई तिमीले हेर अब मसँग तिमी गएर अनि कहाँ हुन्छ के बस ज्याक बस बस हैरान पार्ने भयो यार के गर्ने होला अब यसलाई कसरी फर्काउने होला क्या मैले ल मलाई छोड्दै नछोड्ने भयो के तिमी बस भनिया ज्याक बस 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 ल हेर अब पछि गएर त नि कहाँ हुन्छ क्या तिमी के गर्ने होला यार बस ज्याक बस 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 आइज 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 ल आइज 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 ल ल ल आइज ल ल आइज बस 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 ल यार के गर्ने होला यार मलाई पछ्याएर वहाँदेखि आइसकेँ यहाँसम्म यति टाढा है म अझै म त कहाँ पुग्नुपर्ने छ अनि के गर्ने होला यार यो फर्किँदै नफर्किने भयो बस ज्याक बस 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 तिमी बस 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 मसँग गएर पत्ता लाग्दैन है तिमी मसँग गएर हुँदैन है हुँदैन 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 भनेपछि हुँदैन हुँदैन है कहाँ मसँग गएर हुन्छ क्या तिमी अब म कुन ठाउँ पुग्नुपर्ने ठाउँ अनि मलाई यसरी पछ्याएर कहाँ हुन्छ क्या तिमीले ल मैले अहिले चाहिँ छोडेर हिँडेँ होइन सायद अब चाहिँ छोडिन्छ होला यति माया क्या कुकुरहरूको पनि साथीहरू हेर्नु त कति माया गर्छ है आमा कुकुरको माया पनि हो साँच्ची भने यार आफूले पालेको जीवजन्तुले यति माया गर्दो रहेछ होइन आफ्नो मालिक कहाँ जान्छ के गर्छ होइन सबै ए टु जेड माया गर्ने क्या पछ्याउने होइन तर मान्छेले त्यति गर्दैन होला तर जीवजन्तुले यति माया गर्छ होइन पुरै थाहा भइकन होइन पुरा मलाई छोड्दै छोडे होइन क्या अब कहाँ जान लाग्यो होला कहाँसम्म पुग्ने होला भनेर होइन पुरै उ गरिरहेछ क्या मलाई ल अब चाहिँ मैले छोडेर हिँडेँ त्यो फर्किन्छ होला होइन सायद अब मसँग गएर नि साध्य छैन अब म कुन ठाउँ पुग्नुपर्ने कुरो है ल ल ल ल यस्तै चिसो छ यार यतातिर त घाम पनि लागेर हिँड्छ एकदमै चिसो है घामै नलाग्ने रहेछ यार यतातिर त कतिखेर लाग्छ यार यतातिर घाम ओह्रालो झर्नुपर्ने हुन्छ तलसम्म है अनि तलसम्म चाहिँ के छ भनेदेखि पुरै ओह्रालो छ क्या तल खोला झर्नुपर्ने हुन्छ म चाहिँ है बन्जर खोला भन्ने ठाउँमा अनि
त्यहाँबाट चाहिँ म फेरि उता तिर्सै गएर चाहिँ हाइवे निस्किनुपर्ने हुन्छ। अनि यहाँ चाहिँ अब म चाहिँ यहाँ किराँती डाँडामा निस्किसकेका छौँ। अनि यताउता सबै होइन एकदम ठिक छ। ल स्कुलहरू पनि बन्दै रहेछ है। ओहो सर गुड मर्निङ। ल ल ल ल ल सबै कुरो है। ल किराँती स्कुल हो यो चाहिँ, मजाले बनिरहेको छ है एकदमै। यतातिर होइन सबै ठिकठाक। ल किराँती पनि निस्क्यौँ है। कुकुर त पुरै चारैतिर है मस्त सुतिरहेको छ हौ। ल ल ल ल ल ल ल एकदमै। ल किराँतीको चहल पहल चाहिँ यस्तो है, चट्ट लाएर पसलहरू यताउता होइन, क्यारम बोर्डहरू जे होस् ठिक छ यहाँ। किनकि तपाईँको अब स्कुल पनि 10 सम्म छ अनि हस्पिटल भइहाल्यो। अनि तपाईँको पालिका आउने जाने बाटो होइन सबै यही बाटो हिँड्नुपर्ने हुन्छ क्या। अनि त्यही भएर चाहिँ यहाँ अलिकता जे होस् चोक जस्तो हो है, चल्छ जे होस् भनौँ ठिक छ। अलिकता सेन्टर परेको ठाउँ छ नि त यो, त्यही भएर पनि है चल्ने सम्भावना चाहिँ धेरै रहन्छ एकदमै। घरहरू पनि चट्ट राम्रो राम्रो होइन, मिठो मिठो घरहरू बनेको छ। अब पक्का घरहरू पनि बनाउने क्रम जारी छ है यतातिर एकदमै। अब यहाँबाट चाहिँ म पुरै ओह्रालो झर्नुपर्ने हुन्छ है। एउटा नि छैन उकालो चाहिँ, पुरै बाइकै पुरै न्युट्रनमा राखेर झर्दा पनि केही फरक नपर्ने खालको ओह्रालो छ है एकदमै। अब यो बाटो हिँड्न चाहिँ म धेरैचोटि हिँडिसकेको हो होइन, तर भिडियो चाहिँ म फर्स्ट टाइम बनाउँदैछु यो बाटोको होइन। यो पनि गोलन्जोर कति 3 नम्बर वडा पर्छ क्यारे यो तलतिर चाहिँ होइन। यो किराँतीसम्म तपाईँको होइन किराँतीसम्म तपाईँको 4 नम्बर वडा पर्यो। अब किराँतीबाट यता तलतिर सान्ने अनि त्यसपछि यता तलतिर सबै के गाउँ भन्छ है, सबै गाउँ चाहिँ मलाई थाहा छैन। यता चाहिँ तपाईँको 3 नम्बर वडा पर्छ है, गोलटार होइन गाउँपालिका। गाउँपालिका पनि 3 नम्बर वडा नै हो। अब म चाहिँ त्यहाँ फेरि यताउता अङ्कल आएर बसिसक्नु भयो होला, नम्बर छैन है कल गर्न पनि। अब त्यहाँ गएर हेरौँ सायद भेटिनु पर्ने हो है। ल म फाइनली रूपमा चाहिँ ओह्रालो झरिसकेका छौँ है। यहाँबाट चाहिँ पुरै ओह्रालो झर्नुपर्ने हुन्छ है एकदमै। एउटा नि छैन उकालो भन्ने चिज चाहिँ होइन। ल बाटो चाहिँ एकदम ठिक छ यतातिर है, जे होस् चिल्लो नै छ। अलिकता ट्र्याक्टरले हल्का हल्का बिगारेको होला ठाउँ ठाउँमा होइन, तर अरू फाइनली रूपमा होइन भन्नुपर्दा चाहिँ ठिकै छ, त्यस्तो नराम्रो होइन। बर्खामा चाहिँ यो बाटो लाथा लिङ्गै हुन्छ पुरै। यो चाहिँ नालाहरू छैन नि त साथीहरू, हेर्नु न भित्ता साइड केही छैन। त्यो भइसकेपछि अनि हिउँदोमा चाहिँ जे होस् सफा गरेको छ होइन एकदमै। टर्निङहरू पनि सानो सानो टर्निङ छ है, गाडीहरूलाई टर्निङ पुग्न पनि गाह्रो गाह्रो हुन्छ किनकि यहाँ सानो टर्निङ भएको कारणले गर्दा। यहाँबाट धुवानीहरू पनि चल्छ क्या तपाईँको है। अब बालुवाहरू गिट्टीहरू ल्याउने बाटो यही हो क्या तपाईँको, क्रसर छ होइन, क्रसरबाट ल्याउनु पर्ने हुन्छ। चट्ट यहाँ मन्दिरहरू पनि छ होइन, चट्ट मन्दिरहरू पनि यताउता सबै कुरो बनाएको छ जे होस् यसो पूजापाठ गर्नको लागि है। ल अरू चाहिँ एकदमै पुरै ओह्रालै ओह्रालो झरिरहेको छ यार गाइजहरू, पुरै सरर र हामी चाहिँ ओह्रालो झर्दैछौँ चट्ट लाएर होइन। एकदमै बाटो चाहिँ यहाँ चाहिँ यस्तो हो यार, सोलिङहरू होइन। ल एउटै नि छैन उकालो भन्ने चाहिँ यार। आउँदाखेरि फेरि मलाई पुरै उकालो पर्छ नि त, जाँदा चाहिँ पुरै ओह्रालो पऱ्यो होइन, आउँदाखेरि फेरि ओह्रालो भन्ने एउटा नि भेटिन्न क्या। सब म चाहिँ उकालै उकालो आउनुपर्ने हुन्छ रिटर्न ब्याक हुँदाखेरि चाहिँ। हेर्नु त आउँदाखेरि 1-2 भन्दा कहीँ छैन क्या बाटो, सब उकालो हिँड्नुपर्ने हुन्छ। यो बाटो चाहिँ ट्र्याक्टर धेरै हिँड्दो रहेछ है। ट्र्याक्टरले त धुल फुल बनाएको छ नि बाटो त। अरू गाडीभन्दा ट्र्याक्टर हिँड्छ क्या यो बाटो चाहिँ, धेरै धुवानी गर्छ नि त यो बाटो, त्यही भएर पनि ट्र्याक्टर धेरै हिँडेको होला सायद। ल यो गाउँलाई चाहिँ सान्ने गाउँ भन्दो रहेछ, खासै गाउँहरू चाहिँ देखिन्न है एकदमै, पर पातलो घरहरू छ त्यही भएर पनि खासै देखिन्न नि त। यहाँ चाहिँ यस्तो हो यार टर्निङ।
जिन्दगीको के छ र भर मरिलानु के नै छ र कसले छ ओहो धुलो त टन्नै रहेछ नि यार आमा यो ट्र्याक्टर हिँडेरै पुरै धुल फुल बनायो होला क्या धुलै धुलो है हे तेरिका यसको गाडीको पछि बसियो भने त यार खत्तमै बिरुपै हुने रहेछ नि त यो बाटो त आमा ट्र्याक्टरले यहाँ खनेछ है ल यस्तरी खन्छ क्या ट्र्याक्टरले हेर्नुहोस् न बाटो गाडीले खन्दैन होइन ट्र्याक्टर हिँडिसकेपछि बाटो त पुरै खाल्टा खुल्टी होइन जब ट्र्याक्टर उक्लिँदैन नि अनि तपाईँको खनिदिने हो क्या ट्र्याक्टरले पुरै आमा यार धुलोको त कुरै नगरौँ यार यो बाटो त ट्र्याक्टरले खत्तम बनाएछ नि पुरै धुलफुल होइन पानी आएको छैन पानी आयो भने यो धुलो फेरि खत्तम बगाएर लान्छ अनि त्यसपछि पुरै खाल्टा खुल्टी आउने हो ट्र्याक्टरले लो धुलो बनाएछ यार आमा के हो ल बाटो त यार यस्तो छ यार ल 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 ओइ ओइ होइन पुरै धुलै धुलो यार राम 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 धुलो त 1 फुट 1.5 फुट गहिरो होला यार धुलै धुलो पुरै लोती बनाएछ नि त आमा यहाँ पनि यस्तो बनाएछ यार हेट तरिका सोलिङ भत्काएर ट्र्याक्टरले ल ल ल बाटो त यार खत्तम बनाएछ यार ट्र्याक्टर नचलेको भए यो बाटो एकदमै राम्रो थियो ट्र्याक्टरले त ला लो यो बाटो खत्तम भइछ यार यो बाटो यस्तो राम्रो बाटो थियो यार छोटो बाटो होइन धुलो हेर्नु न धुलो 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 धुलोको कुरै नगरौँ यार यो गाडीको पछाडि बसियो भने त यार खत्तम हुने रहेछ नि यो बाटो त बरु गाडी आयो भनेदेखि छोडिदिने क्या 1 घन्टा 2 घन्टा होइन जाओस् अगाडि नै मतलब भएन तर कहिले पनि पछि पर्नुहुन्न यार यो बाटो ल अब चाहिँ थाहा भयो के यो बाटो गाडीको पछाडि बसियो भने त मान्छे को आफू हो कि होइन भन्ने चिन्न पनि गाह्रोको हुने रहेछ यार आम्मा यो बाटो त यार यस्तो भएछ यार मन आएको नि थुप्रै थियो आइया ओइ के हो यो बाटो आम्मा यहाँ कसरी उक्लिन्छ गाडी हेर्नुहोस् ओइ बाटो त यार थेट ट्र्याक्टरले यार लोत्ती बिगारेछ नि बाटो त पुरै यत्रो ढिल बनाएर राखेको छ यार बाटो हेरिका ट्र्याक्टरले यार अब ट्र्याक्टर चल्न नदिउँ पनि नहुने धुवानी गर्नुपर्छ तर ट्र्याक्टर चल्न दियो होइन बाटो चाहिँ भत्काउने हो क्या ट्र्याक्टरले तपाईँको ट्र्याक्टर उक्लिँदैन नक्लिएपछि त्यो बिचको ठुलो टायर हुन्छ नि त्यसले चाहिँ अन्तिम उपाय भनेको खन्नै हो क्या खन्ने हो खनिसकेपछि उक्लिन्छ उक्लिँदैन त्यहीँ घुमेर बस्ने हो ल म चाहिँ अहिले धेरै तल आइसकेछौँ अब चाहिँ खोला नजिक आइपुग्यौँ होइन बनिजोर खोला भनिन्छ ओइ ओइ यहाँ चाहिँ कस्तो छ यार ढुङ्गाकै रोड बनेको छ क्या पुरै सिलिली परेको हेर्नुहोस् न यहाँ बबाल एटेरिका ओहो यार फुटाइदिन्छ क्या हो यार झन्नै फुटाइदिएको यार आमा ओइ 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 के हो ओइ कहाँ उफारे दियो यार आया ओइ ओइ के हो ढुङ्गा त यार फुटाइदिएको यार थट झन्नै फुटाइदिएको यार आइया थट ल अब चाहिँ खोलाको नजिक आइपुग्यौँ होइन अब चाहिँ धेर छैन बनिजोर खोला भन्ने ठाउँमा झरिसकेका छौँ होइन माथितिर एकदमै अफरोडिङ होइन एकदमै एडभेन्चर रह्यो होइन बाटो चाहिँ एकदमै किनकि यो ट्र्याक्टरले चाहिँ धेरै भत्काएको रहेछ किनकि ट्र्याक्टर चल्न पनि नदिउँ पनि भएन है एकदमै किन चल्नु पऱ्यो अब धुवानी गर्नु पऱ्यो होइन ट्र्याक्टरले चाहिँ खत्तम बनाएको रहेछ पुरै खाल्टा खुल्टी होइन अनि धुल फुल बाटो एकदम धुलो पनि टन्नै रहेछ क्या तपाईँको 1 फुट 1.5 फुट नै गहिरो रहेछ है अनि त्यसपछि अलिकता गाह्रो नै भयो त माथितिर अब चाहिँ एकदमै हामी खोला जानेछौँ होइन खोला अथवा खोलाबाट गएन भने पनि अलिकतामा साइडबाट चाहिँ हामी तल हाइवे निस्किन्छौँ होइन अनि हाइवे निस्केपछि हामी उता जानुपर्ने हुन्छ यतातिर यो चाहिँ
तपाईँको बनिजर खोला होइन पुरै काँसै काँस छ हेर्नु होला यो चाहिँ पहिला चाहिँ अस्ति चाहिँ पुरै यो काँसहरू फुलेर चाहिँ एकदमै रमाइलो भएको थियो है त्यो बेला म आउन पाएन अनि अहिले चाहिँ यो पुरै काँसहरू सुकेर होइन यस्तो रहेछ यो चाहिँ बनिजर खोला भनिन्छ है शिर हो है यो बनिजर खोलाको है शिर पनि धेरै माथि शिर चाहिँ होइन धेरै माथि शिर चाहिँ माथि पर्छ होइन यो चाहिँ जस्ट बिच भाग जस्तो भनौँ है यो चाहिँ खोला तपाईँको गएर सुनकोशी नदीमा मिसिने है तल सुनकोशी नदी बगिरहन्छ होइन त्यहाँ चाहिँ मिसिने हो यो बाटो अब चाहिँ हामी यो बाटो जाँदैछौँ एकदमै अब जे होस् यो बाटो म हिँड्दैछौँ एकदमै बाटो चाहिँ माथितिर चाहिँ धेरै अप्ठ्यारो बनाइसकेको रहेछ अस्ति चाहिँ सजिलो थियो किनकि अलिकता थोरै मात्रै अप्ठ्यारो अहिले चाहिँ पुरै ट्र्याक्टरले खनेर खाल्टा खुल्टी होइन गान्द्राङ गुन्द्रुङ माथि उफार्ने तल झार्ने होइन यो क्रमहरू चाहिँ एकदमै भयो होइन माथितिर अब त यता चाहिँ बाटो लगभग ठिकै हुन्छ खोलाको बाटो खासै त्यस्तो अलिअलि त अफरोड त भइ नै हाल्छ होइन त्यस्तो गाह्रो हुँदैन अब चाहिँ म यहाँबाट चल्दिन्छौँ है ल किनकि बर्खामा चाहिँ अप्ठ्यारै हुन्छ यो खोलाको बाटो पनि है पुरै पानीले गर्दाखेरि अहिले चाहिँ होस् ठिकै रहेछ अफरोडिङ बाटो ल वरिपरि काँसहरू है अस्ति त यो काँसहरू फुलेर यति रमाइलो भएको थियो आमामा वाउ लाग्दै भएको थियो है अहिले त पुरै सुकेर है खत्तम बनाएर रहेछ नि त सुकेर पुरै ध्वंस भएको रहेछ ठिक छ हामी चाहिँ जाँदैछौँ खोला बनिजर खोला भनिन्छ यसलाई होइन यो खोला चाहिँ गएर सुनकोशी हिमा गएर मिसिन्छ क्या साथीहरू अब यो चाहिँ सुनकोशीमा गएर झ्याममा मिसिने हो त्यहाँबाट चाहिँ समुद्रतर्फ होइन पुग्छ ल बनिजर खोलाको बाटो पनि हिँड्यो आज तर यो बाटोमा हिँड्न त धेरै हिँडिएको है तर किनकि भिडियो चाहिँ बनाएको थिएन बाटोमा हिँडेर चाहिँ कुन बाटो जान्छ भनेर हेर्नु पर्यो भन्दाखेरि यही बाटो जान्छ है अस्ति पनि म दुःख पाएँ यो बाटो खासै नचल्दो रहेछ क्या गाडीहरू अब यो पारीको बाटो नै हिँड्नु पर्यो म खोला भन्थ्यो सायद यो खोला बाटो छैन क्या त्यो ट्र्याक्टर मात्र अलिअलि हिँड्ने गोरेटो रहेछ है अनि त्यही भएर ल बनिजर खोला पार गरियौँ अब यहाँबाट हामी पारी जानुपर्ने हुन्छ है मासतिरको बाटो भन्दा मलाई यो बाटो चाहिँ एकदम ठिक छ मासतिर पनि त्यति बाटो बिग्रिन्थेन होला होइन ट्र्याक्टरले गर्दा हो यो बाटो चाहिँ ट्र्याक्टर हिँड्दैन नि त ट्र्याक्टर हिँड्ने भनेको खोला हो क्या अब बालुवाहरू उठाउनुपर्छ के उठाउनुपर्छ है त्यही भएर अनि यो बाटो भनेको चाहिँ सुमोहरू मात्र हिँड्ने हो क्या तर यो बाटो बन्दै रहेछ यार वा ल यो बाटो चाहिँ एकदमै दिगो रहन्छ क्या यो तपाईँको बालुवाहरू ठाउँ राखेको यो वालहरू लगाएको होला क्या छेउमा होइन यो बाटो राम्रो भयो भने तपाईँको खोला बाटो चल्दैन क्या खोलाको बाटो भनेको हिउँदोमा मात्र हो होइन बर्खामा खोलाको बाटो काम छैन चल्दैन अनि त्यही भएर ल कुलो पनि बनाएको रहेछ बाटोलाई वाल जस्तो नि भयो होइन वाल लगाएको जस्तो नि भयो कुलो बाटो पानी पनि पाइयो होइन दुइटै काम भयो जे होस् ठिक छ ल यो बाटो जाँदैछौँ खोला वारी खोला बाटो खासै हिँडे जस्तो चाहिँ लागेन मलाई गाडीहरू हिँडे छैन होला ट्र्याक्टर मात्रै हो प्राय गाडीहरू हिँड्ने भनेको यही बाटो हो होइन अब त्यहाँ मलाई अङ्कलले कल गरिसक्यो अरू भन्दा नि है कतिखेर आउँछस् त ढिलो भइसक्यो भनेर भनेको छ ल म आउँछु टेन्सन नगर्नु भनेर चाहिँ ल साथीहरू म चाहिँ अहिले ठ्याक्कै यो गोलटारको पुलमा आइपुगेको छ है यो बनिजर खोला पुल भन्दो रहेछ होइन यता मास्तिरबाट बगेर आएको बनिजर खोला अनि यतातिर तलतिर चाहिँ सुनकोशी नदीमा गएर मिश्रित भएको है अहिले चाहिँ म गोलटारतर्फ जाँदैछु है त्यो अङ्कललाई चाहिँ खुरकोटसम्म लिनु जानुपर्ने हो कि भनेर भनेको अनि उहाँ चाहिँ अहिले उहाँ गोलटार आइसक्नु भयो अरे होइन अनि त्यो भने त अझ मलाई झन् राम्रो भयो है त्यही भएर चाहिँ अब म गोलटारतर्फ जाँदैछु ल अब चाहिँ यो पुरै तपाईँको यो मध्य पहाडी राजमार्ग हो खोटाङ हलिसी जाने बाटो चाहिँ है साथीहरू यो बाटो चाहिँ तपाईँ खोटाङ हलिसी जानु पऱ्यो भने यो बाटो जान सक्नुहुन्छ ल यहाँबाट चाहिँ गोलटार पुरै होटलहरू छ है यता उधर इधर उधर ल गोलटार चाहिँ यो छ है साथीहरू चट्ट लाएर होइन आनन्द छ नि त पुरै टाढी परेको होइन
अनि यता हाइवे आनन्द छ ल। गोलटारको चहल पहल होइन। स्कुल पनि कौशिका मावि हाई स्कुल छ यो पुरै होइन। चट्ट ग्यारेजहरू व्यवस्थित छ जे होस् होइन। गोलटार बजार चाहिँ यस्तो छ सर लाएर, त्यति ठुलो पनि होइन त्यति सानो पनि होइन, एकदमै बवाल छ भन्नु पर्यो है। ल ल ल ल ल पुरै घरहरू बन्दैछ है, बवाल पक्की घरहरू यदर उधर। ल यहाँबाट चाहिँ अब चौकी प्रहरी चौकी प्रस्थान हुन्छ क्यारे होइन, सट्ट लाएर यति हो। ल गोलटारको सम्पूर्ण घरहरू भने नि बजार भने पनि जे भने पनि होइन यति नै हो। टक्क तोरीहरू फुल्दै रहेछ। ल साथीहरू फाइनली रूपमा हामी गोलटार पनि आइसक्यौँ होइन। अब चाहिँ यहाँ सबै काम कुरोहरू सबै कुरो मिलाएर चाहिँ अब म माथितिर फर्किँदैछु गाउँतिर होइन। अनि अङ्कल पनि उता काठमाडौँ सिन्देलतिर चलिदिनु भयो। अब चाहिँ मैले सबै कुरो यहाँ यताउता सबै कुरो मिलाएर कागजात मिलाएर अङ्कललाई चाहिँ मैले सिन्देलतिर पठाइसकेको छ साथीहरू। अब चाहिँ म रिटर्न ब्याक घरतिरै जानुपर्ने हुन्छ है। ल यस्तै हो, यताउता गोलटार पनि झरियो आज होइन। यताउता सबै भिडियोहरू बनाइयो जे होस्। बाटोहरू ठिकै होइन, यस्तो अफरोडिङ होइन। अनि त्यसपछि एडभेन्चर पनि भइयो होइन भन्नुपर्छ। अब म चाहिँ घरतिर लाग्दिएको साथीहरू। अब आजको लागि यति नै। थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्ण साथीहरू।